दिमाग हुनुपर्छ कि दिमाग। हामीले त दुईवटा ग्यास यहीँ भान्सामा राखेछौँ, दुईटा अझै अगाडि छ ग्यास। र हामीले मात्र नभई यता छिमेकी पनि हेरौँ है, छिमेकीले कतिवटा राखेछ। हाम्रो घरमा 4वटा भयो, हाम्रो यता पनि हेर्दै सक्नुहुन्छ 3वटा। यहाँ त साह्रै बाटो बाटो मान्छे छ नि त। तर यो कुरा छोडौँ, जम्मर यो त भयो मजाक। यो ग्यासको कुरा चाहिँ एकदमै ट्रेन्डिङमा गइरहेको भएर मैले ग्यासको भिडियो बनाएँ। तर हामी जनताले बुझ्नुपर्ने कुरा के छ भनेपछि हामीले अब भेडा जस्तो कुरा नगरी हामीले बुझ्नुपर्ने कुरा के छ भनेपछि यो ग्यास छ, ग्यास हामीले इन्टरनेसनलबाट यो सुरुमा अब कहाँबाट हो, अब इरान इजरायल कहाँबाट आउने भन्छन्, साउदीबाट, त्यहाँबाट नआइकन हामीले सिधै नेपालमा गर्न सक्ने के छ। अब दाउरा बालेर हुन्छ कि, अब दाउरा चाहिँ अलि अब अहिले न्यू जेनेरेसनमा बाल्न अलिक गाह्रो हुन्छ। त हामीले के गर्नु पर्यो भनेपछि अब हामीले इलेक्ट्रिसिटीमा ध्यान दिनुपर्ने कुरा हुन्छ। इलेक्ट्रिसिटी हामीले नेपालमा अब पहिला इन्डियालाई बेचिरहेको, तर हाम्रोमा लोड सेडिङ भइरहेको भन्ने कुरा सुनिन्थ्यो। त्यो चाहिँ नहोस्, हामीमै युज होस्, तर एकदमै सस्तोमा। अब तपाईँले अमेरिकाको हेर्ने हो भने 68% त्यहाँको इलेक्ट्रिसिटीमा खाना पकाउँछन्। त्यही पनि अमेरिका त्यति विकसित छ नि त। अनि सफा पनि हुन्छ, इलेक्ट्रिसिटीमा भयो भने एकदमै सफा हुन्छ। हाम्रो यो ग्यास जस्तो हुँदैन, दाउरा जस्तो हुँदैन। त्यही भएर हामीले अब यो जुन सरकार छ नि, सरकारलाई चाहिँ अब साउदी दुबईबाट हुँदै इन्डियाबाट हुँदै नेपाल आउनुभन्दा सिधै नेपालमै हुने, नेपालमै प्रड्युस गर्न सकिने इलेक्ट्रिसिटी एकदम, अब त्यसको जुन म्यानुफ्याक्चरिङ मेसिनहरू हुन्छ नि, त्यसलाई एकदम धेरै मात्रामा उत्पादन गरेर नेपालमै त्यो अब इलेक्ट्रिसिटी पैदा गरेर जनताहरूलाई फ्रीमा हुन्छ कि सस्तोमा हुन्छ कि हामीले त्यसमै खाना पकाउन सकिने गरी सरकारलाई भन्यो भने हामीलाई नै सजिलो हुन्छ। र यति कुरा मात्र, यो त मेरो मनको कुरा भयो। अरू पनि धेरै छ, स्टडी, हस्पिटल, यिनीहरूको बारेमा मेरो मनमा धेरै जिज्ञासा छ। र पहिला चाहिँ यो भिडियो हेरौँ, राम्रो गयो भने म अरू कुराहरू भनौँला है त। ल यो मजाक कुरा छोडौँ, भेडा जस्तो कुरा छोडौँ। अब हामी कस्तो हुन्छ, हामी न्यू जेनेरेसनले बुढोको जस्तो सोच नराखी नयाँ